आपका गाड़ी है ना? वो जो बमिट फ्याँकेको था नि उस टाइम बमिट फ्याँकेको तपाईँको गाडी हो नि होइन? त्यो बमिटले मेरो दुर्घटना हुन सक्थ्यो, तपाईँलाई थाहा छ? घटना विवरण बुझ्नुभयो तपाईँ? थाहा भयो तपाईँले घटना सम्बन्धी के भएको छ? उहाँले रोकेर उहाँले रोक्नुभयो, हरन दिनुभयो, म रोकिसकेपछि भन्नुभयो कि बमिट के हो, बमिट यसरी फाल्यो। अनि मैले भने ओ कसले बमिट फाल्यो? यो बच्चाले फाले रहेछ है। यो बच्चालाई मैले झोला नि दिएको छु, नदिएको होइन, झोला 5-7वटा झोला दिएको छु। यो बमिट गर्दै अब यसरी यसलाई सोद्धाखेरि म झुन्डाएरै राखेको थिएँ, झऱ्यो या फाल्यो। अब फालिसक्यो, मैले भने हेर्नु न फालिदियो। अनि ल अगाडि हिँड भनेर अब त्यतिकै हिँड्नुभयो, त्यहाँ अरू केही भएको छैन। तपाईँको कारणले म दुर्घटना हुन सक्थेँ। म जोखिममा थिएँ। किन जोखिममा थिएँ भन्दाखेरि तपाईँको बमिट तर्काउने क्रममा चाहिँ म सिधै छेउमा पुगेँ, बुझ्नुभयो? छेउमा पुगिसकेपछि अनि मैले तपाईँलाई हरण गरेँ, अब बुझ्नुभयो? तपाईँको पछाडि म थिएँ, होइन? बुझ्नुभयो? हजुर होइन, फालिसके पछाडि हरन एकचोटि मात्रै छैन, मैले 2-3 चोटि गरेँ, 5-6 चोटि हरन बजाउनुभयो। अनि यसो म लुकिङ के भयो अनि तपाईँले ल्याउनु भयो नजिक ल्याएपछि म स्लो गाडी गरेँ। अनि तपाईँले भन्नुभयो के हो यस्तरी बमिट फाल्ने हो? अनि मैले ओइ पछाडि कसले बमिट फाल्यो? अनि यो बमिट त यही बच्चाले गरिराखेको थियो, यो बच्चालाई म अलरेडी झोलाहरू दिएको छु, अनि किन यसरी फाल्ने हो भनी। अनि तपाईँ अब भन्नुभयो कि ए हिन्दीमा भन्नुभयो, तपाईँले क्यों बमिट फ्याँका यस्तै भन्नुभयो है। अनि अब भइगयो नि, अब भनिहाल्नुभयो। अब तपाईँ त्यतिकै अगाडि बढ्नुभयो, अगाडि बढिसकेपछि ल अगाडि चौकीमा आऊ भन्नुभयो। ठिकै छ, म नि आउँदैछु। अलिकति अगाडि आएपछि मेरो चक्का पड्क्यो। तपाईँको के भयो भन्ने बाटोमा को कुरा भएन क्या। यहाँ चाहिँ कुरा के हो त भन्दाखेरि पोइन्टमा जानु पर्यो। बमिटको कुरा चलिरहेको हो, बमिट फ्याँक्यो, बमिट मलाई पर्थ्यो, मैले तर्काउन खोजेँ, तर्काउँदा मेरो बाइक चाहिँ सिधै तपाईँको छेउमा गयो, खोला किनारतिर जानु लाग्यो। मैले ब्रेक हानेँ। यदि कोइन्सिडेन्टली तपाईँको अगाडिबाट चाहिँ गाडी कुनै ओभरटेक गरेर आउँथ्यो भने सिधै मलाई हान्थ्यो नि त। यसको भिक्टिम त म छु होइन? यसको चाहिँ कारबाही चाहिँ उहाँलाई हुनैपर्छ। किन हुनुपर्छ त भन्दाखेरि आज उहाँलाई यतिकै छोडियो भने भोलि अर्को ठाउँमा पनि उहाँले गर्नुहुन्छ। उहाँले सचेत गराउने हो उहाँहरूलाई चाहिँ, हो कि होइन? बमिट जथाभावी फ्याँक्न पाइँदैन। हामी चाहिँ बुझ्यौँ यो कुरो। समस्या कहाँ आयो भनेदेखि उहाँलाई गुरुहरूलाई प्रष्ट थाहा छ, चालकले थाहा छ सार्वजनिक स्थलमा कहीँ पनि भुइँटी फाल्नु हुँदैन। विसर्जन गर्ने ठाउँ जहाँ हुन्छन्, फोहोर फाल्ने ठाउँ हुन्छ त्यहाँ लगेर हाल्ने हो। र प्लस गाडीमा भएको यात्रुहरूको जिम्मा चाहिँ चालककै उसमा हुन्छ, सम्झाउनु पर्छ। प्लास्टिक दिने, पोलिथिन दिने, भुमिट गरिसकेपछि त्यहीँ राख्ने, सम्बन्धित ठाउँमा जहाँ फोहोर फाल्ने ठाउँ छ त्यहाँ लगेर चाहिँ फालिदिने।